नमस्ते साथीहरू, तपाईहरू साउदी अरब जान चाहनुहुन्छ भने र साउदी अरबका राम्रा मेन पावरहरूको खोजीमा हुनुहुन्छ भने आज तपाईहरूलाई म नेपालका सबभन्दा राम्रो 5 वटा मेन पावरको लिस्ट जारी गर्नेछु र त्यो मेन पावरहरूको मोबाइल नम्बर पनि मैले एक गरी भन्ने छु र तपाईहरू मेरो युट्युब च्यानलमा पहिलोचोटि आउनु भएको छ भने साथीहरू लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला र भिडियोलाई शेयर गर्नु होला। त्यो भन्दा पहिले मैले साउदी अरबका धेरै कम्पनीहरूको बारेमा हिन्दी भाषामा मैले भिडियो बनाइदिएको छु। अलि बोल्ने शैली अलि नराम्रो होला तर त्यसलाई इग्नोर गरी र मेरो भावनालाई बुझ्नु होला र म यो कुनै झुटो कुरा बोल्दिनँ। आज म यथार्थ कुरा भन्न गइरहेको छु र 5 वटा मेन पावरहरूको लिस्ट तयार गरिदिएको छु, एक गरी भनिरहेको छु, हेर्नु होला। 1 नम्बरमा आउँछ पैराडाइज इन्टरनेशनल। यो काठमाडौँको बुद्धनगर स्थित छ। साउदी अरबका ठुला कम्पनी बिन लादेन र आरामको ओइल कम्पनी जस्ता ठुला कम्पनीहरूका डिमान्डहरू धेरै आउने गर्छन् यो मेन पावरमा र यो मेन पावरको मोबाइल नम्बर पनि मैले डिस्प्लेमा देखाइदिएका छु। तपाईहरू यो नम्बर नोट गर्न सक्नुहुन्छ र फोन लगाएर डिमान्डहरूको बारे बुझ्न सक्नुहुन्छ। दोस्रो नम्बरमा अल सहिद ओभरसिज मेन पावर। बानेश्वरमा रहेका यो मेन पावरले साउदी अरबका ग्यास र ओइल क्षेत्रमा धेरै नेपालीहरूलाई पठाएका छन् र पठाउने गर्छन् र यसका मोबाइल नम्बर सम्पर्क नम्बर पनि मैले डिस्प्लेमा देखाइदिएका छु। तपाईहरू यो नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ। तेस्रो नम्बरमा छ सोसाइटी इन्टरनेशनल मेन पावर। महाराजगञ्ज स्थित रहेका यो मेन पावर हस्पिटलहरूका काम र सुपरभाइजरहरूका लागि ठुला पदहरूका लागि जागिर दिने गर्छन् यो मेन पावरले। चौथो नम्बरमा छ कौसार ह्युमन रिसोर्स सेन्टर। सिना मङ्गलमा रहेको यो मेन पावरले धेरैभन्दा धेरै साउदी लगायत अन्य देशहरूमा सिक्युरिटी गार्डहरूको लागि धेरै मान्छे पठाइसकेका छन् र निरन्तर पठाइरहेका छन् र यो मेन पावरको मोबाइल नम्बर पनि मैले डिस्प्लेमा देखाइदिएका छु। तपाईहरू यो नम्बरमा फोन गरेर डिमान्डहरू बुझ्न सक्नुहुन्छ। 5औं नम्बरमा छ नेपाल ओरिएन्टल मेन पावर। वसुन्धरामा रहेको यो मेन पावरले निर्माण क्षेत्र लगायत अन्य प्राविधिक क्षेत्रहरूमा कामदारहरू धेरै पठाएका छन् र यो नम्बरमा तपाईहरू सम्पर्क गरेर अन्य डिमान्डहरू बुझ्न सक्नुहुन्छ र जान सक्नुहुन्छ। साथै तपाईहरू मेन पावरबाट आइराख्नु भएको छ या आउन सोच्नु रहेको छ भने तपाईहरू सावधानीको साथ आउनु होला र मेन पावरबाट इन्टरभ्यू र लागत खर्च प्रायजसो साउदी अरबका लागि फ्री भिसा फ्री टिकट हुन्छन्। साधारण खर्च 30,000 सम्म लाग्छ। तपाईहरूको तालमेल अनुसार जे पैसा लागोस्, तर बढी पैसा लाग्यो भने यो टोल फ्री नम्बर एउटा दिएको छु। यो नम्बरमा ठगी बारे सम्बन्धित जानकारी लिन सक्नुहुन्छ र तपाईँ जुन मेन पावरबाट साउदी अरब गइराख्नु भएको छ र त्यो मेन पावर लिगल हो कि इलिगल हो, तपाईहरू यो वेबसाइटमा मैले जुन डिस्प्लेमा देखाइदिएको छु यो वेबसाइटमा गएर तपाईहरू त्यो मेन पावरको लिस्ट नेपाल गभर्मेन्टको वेबसाइटमा गएर त्यो लिगल हो कि इलिगल हो चेक गर्न सक्नुहुन्छ। साउदी अरब स्थित रियादमा रहेको नेपाली राजदूतावासको मोबाइल नम्बर पनि मैले डिस्प्लेमा देखाइदिएको छु। यो नम्बरमा फोन गरेर आफ्ना तकलिफ र आफ्ना समस्याहरू सुनाउन सक्नुहुनेछ। मैले जुन मेन पावरहरूको नाम भने त्यो यथार्थ हो र सही हो। त्यो मोबाइल नम्बर समयअनुसार चेन्ज हुन पनि सक्छ र तपाईहरू यो भिडियो कहिले हेरिराख्नु भएको छ त्यसमा पनि निर्भर पर्न सक्छ। र तपाईँ भर्खरै हेर्नु भएको छ भने त्यो नम्बरमा एकदम फोन लाग्छ बराबर र तपाईहरू 2-3 महिनापछि यो भिडियो हेरिराख्नु भएको छ भने त्यो मोबाइल नम्बरमा त्यो मेन पावरका मोबाइल नम्बरहरू बदल्न पनि सक्छ र कतिपय मेन पावरहरू ब्ल्याकलिस्टमा पनि जान सक्छ, फोन पनि लाग्न सक्दैन। आशा छ साथीहरू तपाईहरूलाई यो भिडियो राम्रो लागेको होला र यो भिडियोलाई शेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। अन्य साउदी अरबका केही जिज्ञासा र गुनासो छ भने कमेन्ट गर्नु होला। सकभर तपाईहरूको समस्या समाधान गर्ने कोसिस गर्नेछु। त जति पनि नेपालका यो 5 वटा मेन पावरहरू र त्यसका मोबाइल नम्बर तथा नेपाली दूतावासको लिङ्क र गभर्मेन्टको वेबसाइटहरू सबै डिस्क्रिप्सनमा तल दिएको छु। त्यहाँ गएर विस्तारमा टिप्नु होला नम्बर र मोबाइल नम्बर झिकेर फोन पनि गर्न सक्नुहुनेछ। धन्यवाद।